हेलो हेलो स्वागत छ सबैलाई फेरि पनि मेरो सानो छोटो भिडियोमा। आज चाहिँ म छिटो उठेर काममा गएँ हैन। खानासाना बहिनीले प्याक गर्दै थियो। साथै चाहिँ मलाई कुरिरहेको थियो हैन। सधैँ जस्तो नै उतै बस स्टपमा हामी बसमा चढ्यो हैन। हामी चाहिँ म फेरि झ्यालमा बस्छु कि ऊ पनि झ्यालमा बस्यो हैन। त्यही आज हामी अलग अलग सिटमा बस्यौँ। त्यसरी बसमा चढेर गयौँ। त्यसपछि उठेर हामी आफ्नो ठाउँमा गएर बस्यौँ हैन। हामी बस्छौँ सधैँ। त्यसपछि आज कस्तो भोक लाग्यो कि अनि बिहान त्यही भएर हामी नास्ता खाने भनेर गयौँ कि एउटा अर्को साथी पनि थियो होइन। ऊ साथी चाहिँ फेरि भिडियोमा आउन मानेन, नआउने भनेर घरमा थाहा चाहिँ गाली गर्छ नि। त्यही हामी दुईजना मात्रै बसेर है गम खाल्न होइन। यो चाहिँ पुरी र तरकारी थियो कि यो तरकारी मिक्स होइन, मिठो थियो कि 40 रुपियाँको दुईवटा दिइरहेको थियो। दुईजनाले खायौँ होइन। अनि उसले चाहिँ म अगाडि खाइसकेको थिएँ होइन। उसलाई खाना धोएको म त त्यसरी खाना पाउँदैन कि बिहान फेरि चिल्लो होइन ग्यास्ट्रिक हुने मान्छे म फेरि सबैभन्दा लास्टमा मै त्यो सबभन्दा अगाडि मेरो आएको थियो होइन खाना। म लास्टमा भयो क्या। मेरो साथी चाहिँ खाइसकेर होइन आऊ भन्नु लाग्थ्यो खानालाई। त्यसपछि उसले चाहिँ म अगाडि सकाएँ होइन, खाएर गएँ। त्यसपछि चाहिँ मैले खाएँ होइन। चाहिँ खाना खाएर अनि पैसा दिएर हामी चाहिँ आफ्नै ठाउँमा गएर बस्यौँ होइन। जहाँ हामी बस्छौँ उता अगाडि गएर हप्पा गएर बस्यौँ। त्यसपछि काम आएको मेरो मैले काम गर्न गएको थिएँ होइन। साथी चाहिँ उसले बस्यो। काम सकाएर चाहिँ घरमा गएर बसेको थिएँ होइन। मैले भाउ आएको थियो अनलाइनबाट अर्डर गरेको थिएँ। अनि भाउको डल्लो बनाएँ ठुल्ठुलो आँखा होइन। त्यसै कुरा गर्दै थियौँ। मेरो साथीले कुरा निकालेको दिपिन्दाको गुडी बनाउनु क्या नेपाली भए पनि कास्ट फरक हुन्छ त हुँदैन, एउटै हुन्छ। दाजुभाइ ओए गोत्र फरक हुन्छ त नेपाली खड्का भनेपछि खड्का सबै खड्का एउटै हुन्नन्। एउटै कसैको कास्ट के अरे कास्ट भन्न त्यो हामी नेपालीहरूको चाहिँ एउटै हुन्छ, एकै हुन्छ। जैसी हामी जैसी नेपाली होइन त, अनि जैसी नेपाली खड्का एउटै हुन्छन्, बोटी एउटै हुन्छन्। हुन्छ नि कसैका भित्रभित्र भएर आउँछ नि त्यो जोसी हुन्छ नि, कोही अलिक खुट्टा हुन्छन् क्या। हाम्रो त फेरि न्यौपनी बे गर्न मिल्दैन के। अनि उनी चाहिँ फेरि मेरो साथी चाहिँ मेरो पछि लाग्छ क्या, मेरो बे गरिदिनु पऱ्यो अरे है भनेर पुरै के जोसँग पनि मिलाइदिने हो। यस्तै कुरा गर्दै थियौँ होइन। अनि मेरो काम आयो अनि म चाहिँ अर्को अर्डरको लागि गएँ होइन। 2 घन्टाको काम थियो कि कस्तो गर्मी भयो आउँदाखेरि। अनि म चाहिँ झुसपुँदै आएको होइन। साथी चाहिँ उतै फुकोमै थियो। त्यसपछि हाम्रो चाहिँ बस्ने माथि 3 तलामा हो क्या। त्यसपछि चाहिँ माथि गयो होइन। अनि पुची चाहिँ आफ्नो मम्मीसँग जानलाई रेडी पारेको छ होइन। उहाँहरू गयो अनि हामीहरू पनि एकछिन बस्यौँ होइन। अनि 5-6 बजे क्या। त्यसपछि काम आएन। त्यसपछि काम नआएपछि चाहिँ हामीहरू घर फर्केको। आजको लागि चाहिँ यति नै, बाई बाई।